नेपालको राजनीतिमा एउटा नयाँ शक्तिको उदय भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी। आखिर उनीहरूले कस्तो भविष्यको सपना देखेका छन् त? ल आउनुहोस्, आज उनीहरूको 2079को घोषणापत्रलाई केलाएर हेरौं। यसले देशको लागि कस्तो मार्गचित्र कोरेको छ त्यो बुझ्ने कोसिस गरौं। यो घोषणापत्रको सुरुवात नै एकदमै शक्तिशाली भनाइबाट हुन्छ। यो हेर्दा त नारा जस्तो लाग्ला, तर यो त्योभन्दा धेरै हो। यो त देशको अहिलेको अवस्थाप्रतिको गहिरो असन्तुष्टिको एउटा आह्वान हो र यही भनाइले उनीहरूको राजनीतिक एजेन्डा कति गम्भीर छ भन्ने कुराको आधार तयार गर्छ। अब घोषणापत्रको कभर हेरौँ है। यसले त एउटा समृद्ध, आधुनिक नेपालको निकै सुन्दर चित्र देखाउँछ। तर जब हामी भित्र पस्छौं, त्यहाँ उल्लेख गरिएका देशका गम्भीर समस्याहरू देख्दा यो सुन्दर चित्र र वास्तविकता बीच एउटा ठूलो विरोधाभास देखिन्छ। सायद यही विरोधाभास नै त हो जुन खाडललाई यो पार्टीले पूर्ण चाहेको छ। ल, अब पहिलो खण्डमा जाउँ। आखिर यो नयाँ राजनीतिक शक्ति रासोपा हो तरी के? अनि यसले आफूलाई कसरी चिनाउँछ? उनीहरू आफूलाई अर्को एउटा राजनीतिक दल मात्रै मान्दा रहेनछन्, बरु उनीहरूको दावी के छ भने उनीहरूको उदय नै देशमा फैलिएको निराशा र अहिलेको अवस्थाप्रतिको विद्रोहबाट भएको हो। र उनीहरूको एउटै लक्ष्य छ रे, यो सिङ्गो प्रणालीलाई नै परिवर्तन गर्नको लागि एउटा माध्यम बन्ने। कुनै पनि समाधान खोज्नुभन्दा पहिला त समस्या के हो भनेर चिन्नु पर्यो, होइन त? त्यसो भए रासपाको नजरमा नेपालका सबैभन्दा ठूला चुनौतीहरू के हुन् त? अब दोस्रो खण्डमा उनीहरूले गरेको निधानबारे कुरा गरौँ। यो घोषणापत्रले देशको अहिलेको अवस्थालाई 10वटा मुख्य झलक भनेर देखाएको छ। यसमा के पर्छन् त? भ्रष्टाचार र कुशासनदेखि लिएर कमजोर पूर्वाधार र वातावरणीय सङ्कटसम्म सबै कुरा छन्। अनि पार्टीको पूरै योजना यिनै 10वटा चुनौतीलाई सम्बोधन गर्नमा केन्द्रित देखिन्छ। रासोपाको विश्लेषणमा देशको सबैभन्दा ठूलो रोग भनेकै राजनीतिक संरक्षण र शक्तिको दुरुपयोग हो। उनीहरूको ठहर के छ भने जबसम्म यो जरा गाडेर बसेको समस्या रहन्छ, तबसम्म देशको वास्तविक विकास हुनै सक्दैन। पार्टीले के तर्क गर्छ भने देशका संवैधानिक निकायहरू नै कमजोर बनाइएका छन् र यसको सीधा असर कसलाई पर्यो? आम नागरिकलाई। उनीहरूले न त निष्पक्ष न्याय पाएका छन् न समयमै। अनि परिणाम के भयो? बिस्तारै बिस्तारै सिङ्गो प्रणालीमाथिकै विश्वास हराउँदै गएको छ। यो घोषणापत्रले दुईवटा निकै डरलाग्दा सामाजिक यथार्थमाथि गहिरो चिन्ता देखाएको छ। पहिलो त देशको भविष्य काँधमा बोक्नुपर्ने युवाहरूको विदेश पलायन अर्थात् ब्रेन ड्रेन, र दोस्रो धनी र गरिब बीच दिन प्रतिदिन बढ्दै गएको त्यो गहिरो खाडल। भत्केका सडक, जीर्ण पुल अनि बढ्दो वातावरणीय प्रदूषण, देशको यो कमजोर पूर्वाधारले हामी सबैको दैनिक जीवनमा कति असर गरेको छ? रासोपाले यसलाई पनि एउटा प्रमुख राष्ट्रिय समस्याकै रूपमा लिएको देखिन्छ। ल, समस्याको कुरा त धेरै भयो, अब समाधानतिर लागौँ है त। यो खण्डमा रासोपाका मुख्य रणनीति र प्रतिबद्धताहरू के रहेछन् त्यो हेरौँ। यति धेरै समस्याहरूको सूची हेरिसकेपछि अब प्रश्न उठ्छ, ठिक छ, तर समाधान के त? रासोपाले के योजना प्रस्ताव गरेको छ? आउनुहोस् अब यसैको जवाफ खोज्ने प्रयास गरौँ। रासोपाको समाधानको खाका चाहिँ 5वटा मुख्य स्तम्भमा टिकेको छ। पहिलो, भ्रष्टाचार मुक्त असल शासन। दोस्रो, राम्रो स्वास्थ्य र शिक्षा भएको सक्षम जनशक्ति। तेस्रो, लाखौं नयाँ रोजगारी सृजना गर्ने लक्ष्यसहित काम काम काम। चौथो, आधुनिक पूर्वाधार मार्फत देशलाई जोड्ने कनेक्टिभिटी। र पाँचौं, राष्ट्र निर्माणमा विदेशमा रहेका प्रवासी नेपालीलाई पनि जोड्ने कुरा। उनीहरूको सबैभन्दा ठूलो प्राथमिकता के रहेछ त? असल शासन। अनि यसको लागि उनीहरूले फेसलेस र पेपरलेस प्रशासनको अवधारणा अघि सारेका छन्। यसको मतलब के हो भने टेक्नोलोजीको प्रयोग गरेर सरकारी काम कारबाहीलाई यति पारदर्शी बनाउने कि त्यहाँ मान्छेको अनुहार नै हेर्न नपरोस् र घुसखोरीको सम्भावना नै नरहोस्। भ्रष्टाचार विरुद्ध लड्नको लागि उनीहरूको 3 बुँदे योजना छ। पहिलो, विगतमा भएका भ्रष्टाचारको छानबिन गर्ने। दोस्रो, सरकारी निकायमा हुने सबै नियुक्तिलाई पारदर्शी र योग्यतामा आधारित बनाउने। र तेस्रो, सरकारी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने। यी बुँदाहरूले उनीहरूको योजनालाई अलि ठोस रूप दिएको छ। ल, यी सबै योजनाहरूको अन्तिम लक्ष्य के त? अब हामी चौथो र अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ चाहिँ पार्टीले 2080को दशकको लागि कस्तो महत्वाकांक्षी सपना देखेको छ त्यो हेरौं।
पार्टीले एउटा निकै ठूलो लक्ष्य राखेको छ। त्यो हो देशभरि यातायातको सञ्जाल जोड्नको लागि 30,000 किलोमिटर गुणस्तरीय सडक बनाउने। अब ऊर्जाको कुरा गरौँ। उनीहरूको लक्ष्य छ 15,000 मेगावाट बिजुली उत्पादन गर्ने र त्यो बिजुलीलाई वितरण गर्न स्मार्ट ग्रिडको अवधारणा ल्याएका छन्। यो स्मार्ट ग्रिड भनेको के हो भने यसले माग र आपूर्तिलाई आफै व्यवस्थापन गर्छ। यसले देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने मात्र होइन, बिजुली बेचेर पैसा कमाउने बाटो पनि खोल्छ। अनि आर्थिक लक्ष्य पनि उत्तिकै महत्वाकांक्षी छ। अबको 1 दशकभित्र हरेक नेपालीको औसत आय 3,000 अमेरिकी डलर पुर्याउने। यी ठूला लक्ष्यहरू त छँदैछन्, यसका साथै आधुनिक शहर बनाउने, सबैलाई सफा खानेपानी पुर्याउने र देशको हरेक कुनामा इन्टरनेट पुर्याउने जस्ता योजनाहरू पनि छन्। यी सबै कुराले उनीहरूको महत्वाकांक्षा कति फराकिलो छ भन्ने देखाउँछ। अन्तमा यो घोषणापत्रले नयाँ नेपालको लागि एउटा निकै नै महत्वाकांक्षी खाका त पक्कै प्रस्तुत गरेको छ, तर कागजमा लेखिएका यी वाचाहरूलाई वास्तविकतामा बदल्ने चुनौती कति ठूलो होला, यो प्रश्न आफैमा निकै महत्त्वपूर्ण छ।